आज चाहिँ सोयाबिनको रेसिपी तपाईहरुमाझ लिएर आएका छौं। मिठो ग्रेभीवाला थोरै अनि भातसँग खान मिल्ने रेसिपी रहेको छ। तपाईहरुले पनि बनाउन सक्नुहुन्छ। आउनुहोस् हामीसँगै बनाऊ। सुरुमा लसुन प्याजलाई मसिनो गरेर काट्नुहोस् अनि यो बोइल आलु अनि सोयाबिनलाई भिजाउनुहोस् तातो पानीमा। नरम भएपछि निचोड्नुहोस् यसलाई जम्मै अनि सुक्खा बनाउनु भयो भने चाहिँ यसलाई एउटा भाँडोमा तेल राखेर हल्का तातिसकेपछि त्यो निचुरेर सुक्खा बनाएको सोयाबिन राख्नुहोस् र फ्राई गर्नुहोस्, भुट्नुहोस्। अनि त्यो नगरेर नर्मल तरिकाले तपाईहरुले बनाउने अरु तरिका पनि हुन सक्छ, तर यसरी बनायो भने चाहिँ खाँदाखेरि गन्ध आउँदैन है। त्यो खाँदाखेरि अर्कै खालको गन्ध आउँछ नि, त्यो चाहिँ हराउँछ। यसरी बनायो भने कस्तो मिठो हुन्छ के, सोयाबिन टेस्टी हुन्छ। यति जतिको रातो रातो भएपछि यसलाई छुट्टै भाँडामा निकाल्नुहोस्। अनि त्यही भाँडोमा तेल राखेर अनि थोरै जिरा फुराउनुहोस् अनि ल्वाङ सुकमेलहरु फुरायो भने यसको छुट्टै मिठो बास्ना आउँछ के। त्यो पनि फुराएपछि अनि यसमा चाहिँ अघि काटेर राखेको मसिनो बनाएर काटेको लसुन प्याज रातो गरी फुराउनुहोस् है त। जुनलाई नि थाहा छैन, घामले भन्छ देखेन नि पा छैन, सानो कहाँ छौ हो मेरो सानो कहाँ छौ, एकैचोटि मुख हेर्ने धोको छ बेटा। प्याज लसुन रातो भएर पाकिसकेपछि त्यसमा तपाईहरुले नुन पछि राख्दा पनि हुन्छ, अहिले नै राख्दा पनि हुन्छ। अब हामीले चाहिँ यसलाई बनाउँदाखेरि कहिलेकाहीँ नुन चाहिँ अन्तिममा राख्ने, कहिलेकाहीँ चाहिँ सुरुमा राख्ने गरेका छौं। तर बेसार चाहिँ प्याज पाकिसकेपछि राख्नु अनि मसलाहरू पनि यसरी राख्दा राम्रोसँग पाक्छ अनि मसलाको छुट्टै खालको गन्ध आउने खालको चाहिँ हुँदैन। यसरी पकाउँदा नुन चाहिँ तपाईहरुले पछाडी हाल्दा पनि राम्रो हुन्छ। यसमा चाहिँ हामीले अहिले नै हाल्यौं। मसला पनि मज्जाले पाकेपछि टमाटर पेस्ट राख्नुहोस्। तपाईहरुसँग ताजा टमाटर छ भने त राम्रो भइहाल्यो, ताजा टमाटर राख्नुहोस्। छैन भने टमाटरको पेस्ट यसरी राख्नुहोस् र यसलाई पनि मज्जाले पकाउनुहोस् है त। यसरी टमाटर मज्जाले पाकिसकेपछि तपाईले सोयाबिन रेसिपीलाई चाहिँ थोरै ग्रेभी बनाएर भातसँग खानको लागि बनाउन चाहनुहुन्छ भने त्यसमा बोइल गरेको आलु यसरी आफ्नो हातले मिचेर राख्नुहोस्। हामीले चाहिँ यसरी राख्यौं र यसरी राख्दाखेरि मिक्सरमा पिसेर राखेको भन्दा मिठो टेस्टी आउँछ। त्यसैले हामीले चाहिँ सधैँ यसरी नै आलुलाई मिचेर राख्ने गरेको छ ग्रेभी बनाउँदाखेरि। अनि अब आलु चाहिँ कुन तरकारीमा कुन रेसिपीमा म्याच गर्छ कुनमा गर्दैन भन्ने हुन्छ नि त हैन। अब तपाईलाई चाहिँ कुनमा आलु राखेको एकदम खुलेको जस्तो लाग्छ त्यसमा चाहिँ तपाईले यसरी राख्नु होला, एकदमै मिठो हुन्छ। त्यसपछि यसलाई मज्जाले चलाएर अनि तपाईले आवश्यकता अनुसार यसलाई कतिको ग्रेभी बनाउने भनेर त्यति जति पानी राख्नुहोस् अनि मज्जाले पकाउनुहोस्। यसलाई चलाएर मज्जाले पकाउनुहोस् है त। हे कहिले मासु पकाइदिने कहिले साग सब्जी, हे कहिले मासु पकाइदिने कहिले साग सब्जी, मेरो बुढा सताउँदैनन् खेली खेली पब्जी, हे बराई सालको पाता टपरी हुने, हे बराई नहुने सल्लाइको, तिम्रो माया कति छ कति, हे बराई नलाउ पछि हल्लाइको, तिम्रो माया कति छ कति, हे बराई नलाउ पछि हल्लाइको। यसरी बनाएको ग्रेभीमा चाहिँ सोयाबिन राखिसकेपछि आफूलाई मनपर्ने जतिको बाक्लो या पातलो त्यो आफूलाई कतिको मनपर्छ त्यतिको बनाउनुहोस्। त्यसपछि रेडी भयो सोयाबिनको रेसिपी। अनि यसलाई भातमा राख्नुहोस् चट्ट अनि खानुहोस्। यतिको भात र सोयाबिनको रेसिपी मात्रैले पनि कति मिठो हुन्छ कि एकचोटि ट्राई गरेर हेर्नुहोस् है। धन्यवाद।